काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका स्थित मूलपानीको बाबाचोकमा रहेको प्रारम्भ एकाडेमीले शनिबार वार्षिक उत्सवको अवसरमा सम्मान तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी मनाएको छ। कार्यक्रममा बागमती प्रदेश संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू, गायिका रचना रिमाल, पत्रकार तथा उल्लेख्य अभिभावकज्यूहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूले सांस्कृतिक नृत्यहरू गर्नुभएको थियो भने थुप्रै गीतहरू पनि गाउनु भएको थियो। त्यस्तै गरी बागमती प्रदेश संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मान्य विमल ठकुरीज्यूले पनि वृद्ध तथा अग्रज व्यक्तिहरूलाई विद्यालयले सम्मान गर्दा भावी पुस्ताले पनि हामीलाई सम्मान गर्ने बताउनुहुन्छ। म तपाईहरुप्रति उच्च नमन हार्दिक नमन व्यक्त गर्न चाहन्छु, किनकि आज तपाईहरु जस्तो स्कुलले पनि तपाईको वृद्धलाई तपाईको आज सम्मान गर्नुभयो भने हामीले हाम्रा अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्न सक्यौं भने भोलिको दिनमा पनि हाम्रा भावी सन्ततिहरूले हामीलाई पनि सम्मान गर्ने कुरामा आजदेखि यो स्कुलले सुरुवात गरेको कार्यक्रममा दुई मत नरहने कुरा म तपाईहरुमा राख्न चाहन्छु। त्यस्तै गरी कार्यक्रममा ख्यातिप्राप्त गायिका रचना रिमालज्यूले पनि आफ्नो थुप्रै सांगीतिक प्रस्तुतिहरू दिनुभएको थियो। घरको ऋण र आर्थिक अवस्थाको कारणले विदेशिनको पीडा र विदेशबाट फर्केर न पैसा छ न आफ्नो ज्यान, सिर्फ बाकसमा फर्किनु पर्दाको परिवारको पीडाको विषयमा विद्यार्थी भाइ बहिनीहरूले निकै राम्रो प्रस्तुति दिएका छन्। ऋणको भारी अनि निरीह हुने अरू केही रहेन यो बाहेक मेरो जिन्दगीमा। आज यत्रो अभिभावकहरू यति बेरसम्म बस्नु भएको छ।